परमेश्वरले तपाईँ र मलाई आज यस ठाउँमा छान्नु भएको छ। यस कारणले गर्दाखेरि हाम्रो जीवनमा जे जति कुरा पनि भएको छ ती सबै कुरा परमेश्वरको सहायताले गर्दा भएको छ। यदि बिग्रेको छ भने तपाईँले मलाई याद गर्नुपर्छ। यहाँ अगाडि यो मुनि खण्डमा तपाईँले पढ्नुभयो भने दुईजना दाजुभाइको एउटा मिठो घटनालाई राखेको छ। अनि कैन र हाबिल भन्ने पहिलो सन्तान यस पृथ्वीमा आदम र हव्वाबाट जन्मेको पहिलो सन्तानहरू हो। पहिलो सन्तानमा दुईजना छोराहरू जन्मिन्छ। अनि कैन र हाबिल जन्मिँदै गर्दाखेरि उनीहरूको दिनचर्या जीवनशैलीलाई यहाँ प्रकट गरेको हामी पाउँछौँ। र आज मैले तपाईँलाई बताउँदै गरेको कुरा चाहिँ कैन चाहिँ खेती किसानी भए भन्छ अनि हाबिल चाहिँ भेडा गोठाला गर्ने व्यक्ति भए भन्छ। अनि एक दिन उनीहरूको मनमा एउटा सङ्कल्प आउँछ। अनि उनले के भन्छ भन्दै गर्दाखेरि चाहिँ अब हामीले केही कुरा चाहिँ परमेश्वरका लिएर जानुपर्छ। उनीहरूको मनमा आएको कुरा नराम्रो थिएन। अनि कैनले भन्छ, कैनले यसरी लिएर जान्छ मनमा भनेर म चाहिँ मेरो उब्जनीको केही भाग लिएर जान्छु, परमेश्वरलाई दिन्छु भनेर लिएर जान्छ। अनि परमेश्वरले राख्छ। तर हाबिल भन्ने उसको भाइले चाहिँ यसरी लान्छ, यो चाहिँ परमेश्वरले गर्दा भएको हो, म यहाँ छु परमेश्वरले गर्दा भएको हो, म यहाँ छु परमेश्वरले गर्दा भएको, मेरो जीवनमा परमेश्वर दिनुभएको आशिष हो। यसकारण मेरो जीवनको सबैभन्दा बेस्ट कुराहरू पहिलो बिहाएको अनि पहिलो भाग भन्ने कुरा चाहिँ परमेश्वरलाई असाध्यै मन पर्छ। अनि असाध्यै मन पर्छ किनभने पहिलोचोटिको कुराले नै एउटा मन मात्रै होइन, त्यो भित्रको रहस्य अर्को पनि छ। त्यो रहस्य चाहिँ के हो भन्दै गर्दाखेरि जब तपाईँको पहिलो सन्तान हुन्छ, जब तपाईँको जीवनमा पहिलो केही कुराहरू आशिषको कुराहरू देखा पर्छ, सायद त्यो सानोभन्दा सानो किन नहोस् तर पनि त्यो आनन्द तपाईँले कहिले पनि बिर्सन सक्नुहुन्न। त्यो आनन्द, त्यो उत्साह, त्यो तपाईँको एक प्रकारको प्रभुसँगको उपस्थितिको कुरा तपाईँ कहिले पनि बिर्सन सक्नुहुन्न। त्यो सानो भए तापनि तपाईँको लागि तपाईँको जीवनमा कहिले पनि नबिर्सिने एउटा क्षण, नबिर्सिनेको एउटा घटना बनेर जान्छ। यस कारणले गर्दाखेरि यहाँ यसरी भन्छ हाबिलले, यो मेरो भेडा बाख्राको पहिलो बिहाको चाहिँ म परमेश्वरलाई चढाउँछु अथवा परमेश्वरले लिएर जान्छु भनेर जान्छ। अनि त्यहाँ जाँदै गर्दाखेरि दुईटा घटना घट्यो। अनि हाबिलको भेटी ग्रहण भयो